नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरलाई क्षेत्र नम्बर 4 बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। कांग्रेस क्षेत्र नम्बर 4 का क्षेत्रीय सभापति राम आश्रय शाहका अनुसार पार्टी सभापति थापा मनोनयन दर्ताको लागि सरलाई पुगेका थिए। उनले दिउँसो गोडेता स्थित बेडी भोला नमुना माध्यमिक विद्यालय परिसर कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। केन्द्रीय नेतृत्वमै रहेका पार्टी सभापतिलाई मधेसको सीमावर्ती क्षेत्रबाट उम्मेदवार बनाइनुले कांग्रेसले यो क्षेत्रलाई रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानेको संकेत दिएको छ। यस निर्वाचन क्षेत्रमा कांग्रेस भित्रको आन्तरिक समीकरण पनि चासोको विषय बनेको छ। यसअघि उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका मध्य प्रदेशका सदस्य वीरेन्द्र प्रसाद सिंहलाई ब्याग हटाउँदै पार्टीले सभापति थापालाई अघि सारेको हो। यसले कांग्रेस नेतृत्वले स्थानीय आकांक्षा भन्दा पनि केन्द्रीय राजनीति रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार डाक्टर अमरेश कुमार सिंह निर्वाचित भएका थिए। कांग्रेसले टिकट नदिएपछि उनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए र उनले उल्लेखनीय मतसहित जित पनि हासिल गरेका थिए, जसले यो क्षेत्र कांग्रेसका लागि चुनौतीपूर्ण क्षेत्रको रूपमा परिचित भएको छ। यसपटक पनि सरलाई क्षेत्र नम्बर 4 मा प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। निवर्तमान प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट उम्मेदवारी दिइरहेका छन् भने कांग्रेस सभापति थापासँगै नेकपाका डाक्टर रजनीश यादव, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, नेकपा एमालेका रवि शंकर सिंह कुशवाहा लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मैदानमा उठ्दैछन्। 2079 सालको निर्वाचनमा सिंहले 20,017 मत प्राप्त गर्दा कांग्रेसका नगेन्द्र कुमारले 18,253 मत ल्याएका थिए, जसले क्षेत्रको प्रतिस्पर्धात्मक स्वरूप झन स्पष्ट गर्दछ।